छ यहाँलाई जय मङ्गल खबरमा। धन्यवाद जय मङ्गल। कति कामले चाहिँ आउनुभयो तपाईँहरू यो डोडेमा आज? हजुर, म चाहिँ यतिखेर मङ्गोल नेसनल अर्गनाइजेसनको ऐतिहासिक मङ्गोल गायक पृथ्वी मुखिया दाइको एक खालको दुःखद निधनपछि उहाँको परिवारसँग सङ्गठनले समवेदना पत्र दिने भनिसकेको छ अरे। उहाँको परिवारसँग भेटघाट सँगसँगै त्यो समवेदना पत्र हस्तान्तरण गर्नको निमित्त यता सङ्गठनले अब पृथ्वी मुखिया दाइले निर्माण गरिदिएको यो उहाँको निवाससम्म आइपुगेको यो डोडेमा। तपाईँहरूले यो के अरे पृथ्वी मुखिया जुन जीको होइन असामयिक निधन भएको हामीले सुन्यौँ, खबर पायौँ। उहाँलाई चाहिँ कसरी चिन्नु भएको छ तपाईँहरूले? पृथ्वी मुखियाजी चाहिँ को हुनुहुन्छ उहाँ? मेरो मन मस्तिष्कमा चाहिँ अब यस्तो पृथ्वी मुखिया दाइको बारेमा चाहिँ महामानव डाक्टर गोपाल गुरुङज्यूले पनि पृथ्वी मुखिया भनेको चाहिँ असली गायक हो। उहाँ चाहिँ पैसा नभएर अथवा गरिब भएर चाहिँ अलिकति पछाडि परेको भन्नुहुन्थ्यो अरे। दाइहरूले सुनाउनुहुन्छ, सङ्गठनको अग्रज नेतागणहरूले त्यही भन्नुहुन्छ। अनि हामीले मैले व्यक्तिगत रूपमा चाहिँ पृथ्वी मुखिया दाइको भिडियोहरू, उहाँको गीत चाहिँ सामाजिक सञ्जाल विभिन्न भिडियोहरूमा मङ्गोल भिजन टेलिभिजनबाट चाहिँ उहाँको गीत रेकर्ड भइसके पछाडि त्यो भिडियोहरू हेर्दा चाहिँ कहिले भेटौँ अब होइन। उहाँ चाहिँ एकदमै महान एक खालको राम्रो लोकप्रिय गायक महामानव डाक्टर गोपाल गुरुङज्यूलाई नै एक खालको राम्रो छाप पार्न सफल एक खालको उहाँको महामानव डाक्टर गोपाल गुरुङज्यूको रोजाइमा पर्न सफल गायक भनेर चिनिन्थ्यो। र उहाँलाई एकदमै भेट्न इच्छा एक खालको मन थियो कि पहिला सामाजिक सञ्जालमा हेरिरहँदा देखिरहँदा चाहिँ उहाँले एक खालले भेट्न मन लागिरहेको थियो। म चाहिँ जेठको 20 गते चाहिँ नुवाकोटबाट उहाँको घर हस्तान्तरण कार्यक्रम चाहिँ 21 गते छ भनेर उहाँको घर हस्तान्तरण कार्यक्रममा जसरी पनि पुग्छु भन्ने मनमा एक खालको त्यो एक खालको भावना, एक खालको त्यो दृढ सङ्कल्प जस्तो हो कि त्यहाँ चाहिँ पुग्न मन छ भनेर एक खालले मनमा लागिरहेको थियो कि। अनि त्यही भएर 20 गते जुनु तामाङ बहिनी र म चाहिँ नुवाकोटबाट हिँडेर 21 गते उहाँको घर हस्तान्तरण कार्यक्रममा सहभागी हुन पाएँ होइन। त्यो घर हस्तान्तरण कार्यक्रममा सहभागी हुन पाउँदा पहिलोचोटि उहाँसँग भेटघाट भयो। एक खालको उहाँको गीतलाई प्रत्यक्ष रूपमा सुन्न पायो, उहाँसँग फोटो खिच्न पायो, उहाँलाई होइन उहाँ कसरी हाँस्नुहुन्छ, कसरी हिँड्नुहुन्छ, त्यो एक खालले त्यो भेट्न मन थियो होइन, हेर्न मन थियो नि त। उहाँलाई त्यो प्रत्यक्ष रूपमै देख्न पायो, भेट्न पायो, एकदमै खुसी लाग्यो। त्यही भेट चाहिँ मेरो एकदमै पहिलो भेट थियो उहाँसँग। एकदमै भेट्ने इच्छा चाहनाहरू चाहिँ पुरा भयो। तर उहाँसँग अलिकति त्यो होइन इन्टरभ्यूहरू लिने, अझ धेरै कुराकानीहरू गर्ने, उहाँको गीत अझै त्यो प्रत्यक्ष प्रसारण सुन्ने मन थियो। तर दुःखद होइन, त्यही जुन उहाँको घर हस्तान्तरणको दिनमा जुन पहिलो भेट भएको थियो त्यही भेट नै अन्तिम भेट भइदियो। त्यो हामीले घर हस्तान्तरण गरेको 2 दिन पछाडि नै उहाँ एक खालले होइन दुर्घटना लडेर चाहिँ उहाँको दुःखद निधन भयो। र जे भए पनि पृथ्वी मुखिया अब मेरो मन मस्तिष्कमा, मेरो आँखामा, मेरो मन मस्तिष्कमा चाहिँ एक खालले अमिट छाप बनेर बस्नुभएको छ। र मङ्गोल गायक एकदमै ऐतिहासिक अजर अमर भएर बाँचिरहने, सधैँ सबैको मङ्गोल नेसनल अर्गनाइजेसनलाई माया गर्नुहुने, मङ्गोल नेसनल अर्गनाइजेसनको समर्थक शुभेच्छुकहरूको मन मस्तिष्कमा बस्न सफल गायक भनेर चाहिँ चिन्छु पृथ्वी मुखिया। पृथ्वी मुखिया जुन मङ्गोल नेसनलाइजेसनको होइन सिङ्गो मूलवासी मङ्गोलहरूको एउटा ऐतिहासिक मङ्गोल गायक भनेर चिनिँदै गर्दा र यो परिवेशमा जुन पृथ्वी मुखियाज्यूले चाहिँ होइन यो संसार छोडेर गएको सन्दर्भमा चाहिँ मङ्गोल नेसनलाइजेसन र सिङ्गो मूलवासी मङ्गोलहरूको गीत साङ्गीतिक क्षेत्रमा चाहिँ कस्तो खालको क्षतिहरू पर्न सक्छ, केही प्रश्न पारिदिनु न। पक्कै पनि अब महामानव डाक्टर गोपाल गुरुङज्यूकै रोजाइमा पर्न सफल एकदमै ऐतिहासिक, किनभने 47 सालदेखि 56 सालसम्म चाहिँ अब मङ्गोल नेसनल अर्गनाइजेसनको विभिन्न कार्यक्रमहरूमा, विभिन्न चुनाव प्रचार प्रसारहरूमा मङ्गोलवाद दर्शनलाई नै उहाँले स्वरबद्ध गरेर त्यो गाउँ बस्तीसम्म पुर्याउनुहुन्थ्यो नि त। उहाँ त मङ्गोल नेसनल अर्गनाइजेसनको चाहिँ एक खालको जीवित, एक खालको ऐतिहासिक धरोहर, एक खालको त्यो पात्र थियो नि त। हिजोको दिनमा हामी कसो गर्थ्यो, के गर्थ्यो भनेर त उहाँ आफैले भोगेर देखेर गाएर हिँड्नु भएको कारणले उहाँले चाहिँ नयाँ आउने जुन पुस्ताहरूलाई, उहाँभन्दा पछिल्लो समयका पुस्ताहरूलाई एक खालको प्रेरणा बनिराखेको थियो। उहाँले जानेका, उहाँले भोगेका त्यो अनुभवहरूलाई चाहिँ एक खालले होइन
सेयर गर्दै थियो, हस्तान्तरण भइराखेको थियो। पक्कै पनि उहाँको दुःखद निधन हुँदा त सङ्गठनलाई एक खालको नराम्रो, एक खालको ठुलै क्षति भएको महसुस भएको छ मलाई चाहिँ। अबको दिनमा चाहिँ पृथ्वी मुखियाज्यूले जुन स्वरबद्ध गरेर गाएर होइन राख्नुभएको गीतहरूले त पृथ्वी मुखियाज्यूलाई त बचाएरै राख्नुहुन्छ। सँगसँगै तपाईँहरूको सङ्गठनले चाहिँ उहाँलाई चाहिँ अब कसरी फेरि उहाँको यो जुन होइन नाम छ, उहाँको जुन गीत सङ्गीत होइन उहाँको योगदानहरू छ, यसलाई कसरी बचाएर लैजाने तयारीमा हुनुहुन्छ तपाईँहरूले? पक्कै पनि अब पृथ्वी मुखिया भनेको चाहिँ अब ऐतिहासिक मङ्गोल गायक बनिसक्नु भएको छ। उहाँको अब भौतिक रूपमा उहाँको यो शरीर, यो हाम्रो अब भौतिक शरीर चाहिँ अब यो संसारमा नभए तापनि उहाँले स्वरबद्ध गरेको गीतहरू अजर अमर बनेर ऐतिहासिक बनेर उहाँले सम्झिरहनेछ भने अब उहाँ पो छैन त नि उहाँको सन्तान, दर सन्तानहरू, उहाँको एक खालको परिवारहरूसँग चाहिँ सङ्गठनसँग एक खालको कनेक्टेड, एक खालको घनिष्ठ सम्बन्ध बनिसकेको छ। त्यो कारणले अब उहाँले हिजोको दिनमा सङ्घर्ष गर्नुभएको, लड्नुभएको गीत गाएर अथवा एवं रूपले हर तरिकाले साथ सहयोग गर्नुभएको त्यो साथ सहयोगहरूलाई चाहिँ सङ्गठनले एक खालले मूल्याङ्कन गरेर भोलिको दिनमा अब उहाँको परिवारहरूलाई पनि होइन एक खालको परिवारसँग पनि सङ्गठनको एक खालको घनिष्ठता पूर्ण एक खालको सम्बन्ध बनिसकेको छ। त्यो भएको कारणले गर्दा अब उहाँलाई, उहाँको परिवारलाई सङ्गठनले सम्झिने, अब सङ्गठनसँग एक खालको सम्बन्ध भइरहने कुराहरू चाहिँ हुन्छ। हस्, जानकारीको लागि धेरै धेरै धन्यवाद। धन्यवाद।